आज चाहिँ हामी पोखरा आएको छौँ। हामी चाहिँ बाटो भैलो खेल्दैछौँ। ए भन भन साथी हो देउसुरे यो घरका बुवा कस्ता राजेशमा जस्ता मान्छे हुँ मान्छे। यो झन् फतौरी हो, मा कि फतौरी। टोयलेटको चप्पल लाएर आइसिन् बहिनी देखि छ। यहाँ हाम्रो बडीगार्ड ग्रीन कलरको क्यामेलियन। यसको अनुहार हेर्नु न, सेम छ। के बोले भाइ? अब के बोले के जथाभावी बोले? अनि हामी चाहिँ एलिना अबे भन भन्दिन हैन, भन्नै पर्छ। ल बुबु साथीहरु, ल बुबु देख्नु भयो? ला बुबु हो कि ल बुबु? हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी पोखरा आएको छौँ। हामी चाहिँ बाटो भैलो खेल्दैछौँ। ए भन भन साथी हो देउसुरे यो घरका बुवा कस्ता राजेशमा जस्ता मान्छे हुँ मान्छे। यहाँ यस्तो मोडलनीहरू हिँडिरहेछन्। यो झन् फतौरी हो, मा कि फतौरी। टोयलेटको चप्पल लाएर आइसिन् बहिनी। यहाँ चाहिँ सबभन्दा मेन हिरोइन भनेको एलिना हो। यति राम्रो देखि छ। यहाँ हाम्रो बडीगार्ड। अनि हामी चाहिँ पोखरा आइसके यतिको बाटोमा हिँड्दैछौँ। क्यामेलियन चिन्नुभयो? रुखमा टाँसेर बस्ने यो ग्रिन कलरको क्यामेलियन। यसको अनुहार हेर्नु न, सेम छ। अनि हामी चाहिँ अब कता जानु लाग्यो हाम्रो पनि थाहा छैन। ह्याप्पी तिहार, ह्याप्पी भैलो। भैलोमा दिनेको कसैले 1 रुपैयाँ देख्नु अब चाहिँ हामी भैलो खेल्दै हिँड्ने हो गाइजहरू। साथीहरू, यिनीहरू यहाँ देउसुरी खेल्न आएको। सबैजना लाज लाएर यहाँ बसिरहेको छ। देउसुरी भन्न साथीहरू, भन मेरो बेबी देउसुरे भन मेरो दिदी, देउसुरे भन मेरो काली दिदी, भन मेरो आयुष्मा, भन मेरो एलिना। अबे भन भन्दिन हैन, भन्नै पर्छ। छिटो भन मेरो बिरमा। ल बुबु साथीहरु, ल बुबु देख्नु भयो? ला बुबु हो कि ल बुबु? पोखराको यो सिर्जना चोक। यहाँ हिमाल पनि देखेछ। आजकल यस्तो ल बुबुको फेसन चलेछ। यसलाई ला बुबु भन्छ कि ल बुबु भन्छ थाहा छैन है मलाई साथीहरु। मैले अघिबाट त्यही भन्दा थिएँ तिम्रो त्यहाँ ल बुबु छ भनेर। भन मेरो बेबी देउसुरे ए राम्ररी भन, देउसुरे ए सोर्मीलाई भन, देउसुरे ए घुमा ल जाम। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मी रेजिना विश्वकर्मा। अनि ऊ चाहिँ भन तिम्रो नाम। तेरो नाम के हो? तेरो नाम के हो भन्? नमस्ते, मेरो नाम ममता नेपाली फ्रम ब्यासवान मोरियाटार दमोली तनहुँ। चिप्किली? उसको नाम चाहिँ चिप्कली रे, चिप्कली। यसको नाम चाहिँ रेजिना विश्वकर्मा। कर्मा अहिले चाहिँ छैन घरमा। चोकतिर साथीहरू, चोकतिर। ऊ त भ्लगमा हेलो हेलो। साथीहरू, त्यहाँ चाहिँ भैलो नचाउँदैछ। अनि हामी चाहिँ यहाँ छौँ। साथीहरू, हाम्रो चाहिँ अब यस्तै हो। सबैजना पढिरहेको छ।
माछा कसले दिनु मलाई साथीहरू हामी अब खाना खान लाग्यो यहाँ चाहिँ सबैजना यो चाहिँ मेरो चिकन खाना यहाँ चाहिँ सादा खाना सबैजना यहाँ कहिले त्यहाँ एयरफोन छ यसको त्यही भएर काटियो छोको होइन कि काटेको उताबाट जान्छ के अरे भात थप्ने त हो नि साथीहरू मेरो प्लेटी भने जस्तै भयो खाजा Guys, good morning. Good morning. This is the next day. अनि यहाँको भ्यू हेर्न सक्नुहुन्छ वाउ कस्तो हिमाल देखिरहेको छ अनि हामी चाहिँ उठिसक्यौँ हामी बसेको चाहिँ यही हो द मिरर इन गुड मर्निङ दिस इज द नेक्स्ट डे अनि हामी चाहिँ यहाँ नागढुङ्गामा छौँ अनि यहाँको भ्यू चाहिँ यस्तो दामी छ मेरो मोबाइलमा पनि राम्रोसँग क्याप्चर भएन यस्तो दामी भ्यू छ गाइजहरू यता हेर्न यसको आँखा म्याउ कति राम्रो हो यसपछि चाहिँ ब्लग बनाउन भ्याइन थ्याङ्क्स फर वाचिङ बाई बाई